डाक्टर साहब, बच्चाहरूको सही समय कहिले हो टोयलेट ट्रेनिङ सिकाउनको लागि चाहिँ? हेर्नुहोस् है, टोयलेट ट्रेनिङ सिकाउने उमेर छिटोमा 18 महिना हो। त्योभन्दा अगाडि बच्चाले यो स्किल यो सिक्न सक्ने उसको विकास भएको हुँदैन। जस्तो जन्मिने बित्तिकै बच्चालाई बसाउन खोज्नुभयो भने उहाँको बस्न सक्दैन नि। हो त्यस्तै हो, टोयलेट ट्रेनिङ 18 महिनामा सुरु गर्नुपर्छ। तर एभरेज औसत हेर्ने हो भने बच्चाहरू 20 देखि 24 महिनादेखि यो सिक्न थाल्छ। यो सिकाउन थालेपछि 2 देखि 4 हप्तामा यसले यो स्किलको मास्टरी गर्छ, भनेको पूर्ण रूपले सिकिसक्छ। सिकाउन थालेको 2 देखि 4 हप्तामा, यो चाहिँ औसत कुरो हो। अब कोही कोही बच्चालाई यो टोयलेट ट्रेनिङ सुरु गर्न 1.5 वर्ष 2.5 वर्ष नि लाग्न सक्छ। कोहीको यो 3 वर्षमा नि हुन सक्छ, अलिअलि तलमाथि चाहिँ हुन्छ। र तपाईको बच्चा टोयलेट ट्रेनिङको लागि तयार छ कि छैन, त्यो ठम्म्याउनको लागि तपाईको बच्चामा 3-4 वटा स्किल विकास भएको छ कि छैन हेर्नुपर्छ। यदि तपाईको बच्चा टोयलेट ट्रेनिङको लागि तयार छ भने उसले 2 देखि 3 घण्टासम्म आफ्नो दिसा पिसाब रोकेर राख्न सक्ने हुन्छ। भनेको 2 देखि 3 घण्टासम्म आफूलाई ड्राई राख्न सक्ने हुन्छ। उसले तपाईको जब अब के बुझ्न थाल्छ, आमा बुवाको टोयलेट जाने शेड्युल बुझ्न थाल्छ। जस्तो कि अब 18 महिनाको बच्चा छ, उसको आमा केही बेर लगाएको थियो, कहाँ जानुभएको थियो भन्ने सुने टोयलेट गएको थियो, ए अब बुझ्न थाल्यो टोयलेट पनि जानुपर्ने रहेछ। अर्को, अब जस्तो 18 महिनासम्म त बच्चा खाली डाइपर लगाएर हुन्छ। डाइपरले के गर्छ, उसले दिसा पिसाब गरेको सोसिदिन्छ, उसलाई केही थाहा हुँदैन। मैले डाइपरमै दिसा पिसाब गरेँ भने गिल्ट पनि हुँदैन। 18 महिनापछि त्यो कटनको प्यान्ट्स वा एब्जर्बेबल प्यान्टिजहरू लगाइदिनुहोस्, वा नर्मल कटनको प्यान्ट लगाइदिनुहोस्। हो, लगाइदिएपछि दिसा पिसाब गरेपछि जब त्यो भिज्छ, अनि तपाईको बच्चा सानो छ भने त्यो भिजेपछि ऊ रुन थाल्छ, उसलाई डिस्कम्फर्ट हुन थाल्छ। बच्चा यदि ठुलो छ भने उसले डाइपर तलमाथि गर्न थाल्छ, भनेको अब उसले बुझ्न थाल्यो कि मैले दिसा पिसाब गरेछु, त्यसले गर्दा मेरो प्यान्ट भिजेको छ। हो, अनि त्यस्तै गरी तपाईको यदि बच्चाले प्यान्ट वा कट्टु तलमाथि गरिरहेछ, हो यी बिहेभियरहरू उसले डेभलप गरिसकेका छ भने तपाईले बुझ्नुपर्छ अब मेरो बच्चालाई टोयलेट ट्रेनिङ गर्ने सही समय आइसक्यो।